नमस्कार, म हाङसल लिम्बू र जति पनि यो सामाजिक सञ्जालमा जोडिनु हुने मेरा सम्पूर्ण मित्रगण अनि सम्पूर्णमा न्यानो अभिवादन चढाउँदै र आज म हजुरको माझ जोडिनुको मूल उद्देश्य चाहिँ के रहेको छ भने हजुरहरूको माझ एउटा सुनौलो अवसर निर्माण भइरहेको एउटा सन्देश लिएर उपस्थित भइरहेछु र जुन चाहिँ यो सुनौलो अवसर निर्माण भइरहेको सन्देश चाहिँ के रहेको छ भने फेरि पनि सधैँ चाहिँ एकपल्ट नयाँ प्रतिभाको खोज मञ्च सिजन 2 स्टेट लेभल हामी लिएर हजुरको माझ आइसकेको छौँ र जुन चाहिँ प्रतियोगिता चाहिँ कस्तो प्रकारको रहेको छ भने सिङ्गिङ कम्पिटिसन अनि सोलो मारुनी डान्स कम्पिटिसन रहेको छ र जो पनि विजेता हुनेछ र विजेतालाई सिङ्गिङ कम्पिटिसनको जो विजेता हुनेछ उहाँलाई 1 लाख पुरस्कारको साथ सम्मानित गरिनेछ भने जो पनि मारुनी नृत्यमा जो पनि प्रथम आउनेछ उहाँलाई पनि 1 लाख पुरस्कारको साथ सम्मानित गरिनेछ र सधैँ चाहिँ फेरि पनि एकपल्ट लुकेको कला अनि प्रतियोगिता खोज्दै नयाँ प्रतिभाको खोज मञ्च हजुरहरूको घर आँगनमा आइसकेको छ र हजुरहरूको कला प्रस्तुति गर्ने यो सुनौलो अवसर जुन चाहिँ मौका छ यो तपाईँले नगुमाउनुहोस् होला भन्दै र जति पनि फर्दर तपाईँलाई डिटेल्सहरू छ त्यो जुन चाहिँ नयाँ प्रतिभाको खोज पेज छ त्यो पेज चाहिँ तपाईँले फलो गरिदिनुहोस्। हामी त्यो पेजबाट तपाईँलाई अपलोड गरेर तपाईँलाई दिनेछौँ र जानकारीहरू दिनेछौँ र सिइओ फाउन्डर अफ नयाँ प्रतिभाको खोज मञ्च श्रीमान एसके सम्पाङ राईको नेतृत्वमा जुन चाहिँ यो नयाँ प्रतिभाको खोज मञ्च बनेको छ र मूल उद्देश्य चाहिँ के रहेको छ भने यो जुन चाहिँ नयाँ प्रतिभाको खोज मञ्चदेखि एउटा लुकेको कला अनि एउटा सुतेको कला अनि एउटा प्रतिभालाई खोज्नुको निम्ति र उहाँहरूको लागि एउटा मञ्च तयार गर्नुको निम्ति उहाँको जुन चाहिँ यो महान सोच जुन चाहिँ रहेको छ र यो महान सोचलाई कदर गर्दै उहाँलाई एकदम धन्यवाद पनि दिन चाहन्छु किनभने उहाँले यस्तो प्रतिभाहरूको लागि एउटा मञ्च उहाँले तयार गरिदिनु भएकोमा र यति भन्दै हजुरको माझ म बिदा लिन चाहन्छु। धन्यवाद।